जनता पनि कति मूर्ख हो नेपालका। सबैतिर फुल सर्टेज भएर चाहिँ अनि उहाँ 3,000 रुपियाँ माला अनि 1,000 रुपियाँ किलो भनिरहेको बेलामा चाहिँ अनि कृष्ण तरकारीवालाले अनि 60 रुपियाँले दिन्छु भन्यो भन्दा गोकर्णदेखि कहाँदेखि 170 रुपियाँ भाडा तिरेर के गरेर अनि गाडी चढेर आएको भनेर अनि उसको पसलमा ढुङ्गामुढा गर्ने त भने अलिकति बुझ्नेले पनि त बुझ्नु पऱ्यो। एक त उसले हाल्नु पनि त्यो पनि गलत हो, त्यो त धेरै गलत भइहाल्यो। त्यो अरूको व्यापार व्यवसायलाई पनि असर पर्ने गरी उसले हालिरहेको हुन्छ होइन। उसले दिन नसक्ने कुरा किन हाल्यो एक त। अर्को कुरा अब त्यो आउने मान्छेहरू पनि त्यतिकै मूर्ख हो नि त। माला अब 3,000 रुपियाँ आफ्नो एरियामा 3,000 रुपियाँमा बेचिरहेको माला उसले 60 रुपियाँमा दिन सक्छ भने के चोरेर ल्याएको र उसले कि चोरेर ल्याएको हुनु पऱ्यो होइन। नत्र भने त काहीँ कतै त उसले पनि पैसा दिएरै ल्याएको होला। त्यो 60 रुपियाँमा दिनलाई त उसले 5 रुपियाँमा उठाएर ल्याउनु पर्ने हुन्छ, कहाँदेखि ल्याएको हुन्छ, गाडी भाडा सारा सबै जोड्दाखेरि त उसले 60 रुपियाँमा बेच्नलाई त 5 रुपियाँ 10 रुपियाँमा उठाएर ल्याएको हुनु पऱ्यो नि। 5 रुपियाँ 10 रुपियाँमा दिनलाई त्यति मूर्ख छैनन् अहिले किसानहरू। अब यस्तो सर्टेज भएको बेलामा चाहिँ अनि तोडफोड भएछ होइन। अब 3,000 रुपियाँ पर्ने माला 1,000 रुपियाँ किलोको फुललाई चाहिँ अनि 60 रुपियाँमा दिन्छु भने तोडफोड हुनु त स्वाभाविकै हो। अलिकति लाइक र भ्युजको लागि जे पाए त्यही बोलेर अलिकति सोसल मिडियामा, अहिले त सोसल मिडिया धेरै एक्टिभ छ नि त। जेनजी आन्दोलनदेखि लिएर हर कुरो सोसल मिडियाले गर्दा भइरहेछ होइन। अनि सोसल मिडिया एक्टिभ भएको बेलामा त मान्छेले सबै सोसियल मिडियालाई विश्वास गरेरै हिँडिरहेछ नि त। अनि मान्छे कहाँदेखि आइपुगेछ त अनि तोडफोड गर्दैनन् नि। अलिकति विचार गरेर बोल्नुपर्छ नि त। अब अलिकति चलेँ, अलिकति कमाएँ, अलिकति गरेँ भने हुन त उसले आफ्नो दुःख गरेर खायो होइन। तर पनि सोसियल मिडियामा आएर त्यसरी जे पाए त्यही बोलेर अरूको व्यापारलाई नि असर पर्ने हिसाबले बोल्नु पनि भएन एउटा कुरो होइन। उसले गर्दाखेरि अरूलाई असर पर्यो नि। 60 रुपियाँले उसले माला दिन्छु भन्यो, अरूले बेचिरहेको थियो 1,500, 2,000, 3,000 लिएर। त्यो कालोबजारी गर्नेलाई पनि अलिअलि त उसले असर गर्यो, तर कालोबजारी नगर्ने ठिकै हिसाबले बेच्ने मान्छेलाई पनि उसले धेरै असर पार्यो नि त। त्यो भएको भएर अब अलिकति बोल्दाखेरि पनि विचार पुर्याउनु पऱ्यो र प्लस जनताहरूले नि के सही के गलत भन्ने कुरो पनि बुझ्नु पऱ्यो क्या। अब त्यो अरूले 3,000मा बेचेको 60 रुपियाँमा बेच्न मिल्ने भएदेखि त अरूले पनि 3,000 किन लिन्थे होला, बरु 600मा बेच्थे होला होइन। अब त्यो मूर्ख भएर कहाँदेखि गाडी भाडा तिरेर आएर अनि त्यहाँ ढुङ्गामुढा गरेर अर्काको पसल तोडफोड गरिदिएर मात्र नि भएन। उसले त जे पनि भन्न पायो नि, हिजोसम्म थियो आज स्टक सिद्धियो भन्न नि मिल्यो, जे पनि भन्न मिल्यो। उसले हिजोसम्म ल्याएको सस्तो परेको थियो किन, त्यो पनि हुनसक्छ। अलिकति जनताले नि बुझ्ने मान्छेले नि बुझ्नु पऱ्यो क्या त। ढुङ्गामुढा गरेर अर्काको पसल, त्यो त भाडामा बसेको मान्छे हो नि त। अर्काको घर तोडफोड गरिदिएर त्यो एउटा व्यापारीको कारणले गर्दाखेरि अर्काको घर तोडफोड गर्नु त पाइएन नि। त्यो भएको र जनताले नि बुझौँ र व्यापार गर्ने मान्छेहरूले नि अलिकति आफूलाई ठिक्क हिसाबले नाफा राखेर कालोबजारी नगरिकन व्यापार गर्नु छुट्टै कुरो। तर मिडियामा आएर दुनियाँ अरू व्यापारीलाई पनि असर पर्ने हिसाबले अब होलसेलभन्दा पनि 100 गुणा तल झारेर बोलेर दिन नसक्ने कुरालाई नि म दिन्छु भन्दै नहिँडौँ। कति असर पऱ्यो होइन त। तिहारको बेलामा उसले अलिअलि 2-4 पैसा भयो नि कमाउँथ्यो, व्यापार हुन्थ्यो। अब सर्लक्क लगेर ऊ पनि चौकी बस्नु पऱ्यो, उसको पसल पनि बन्द भयो, बेकार बेइज्जत भयो। अब कसैले विश्वास गर्छ त, गर्दैन नि।